नमस्ते सम्पूर्णमा देश विदेशमा रहनुहुने सम्पूर्ण बा आमा दाजुभाइ दिदीबहिनीहरू मेरो तर्फबाट 2083 सालको वैशाख 18 गते हुन गइरहेको यस बुद्ध जयन्तीको उपलक्ष्यमा हार्दिक हार्दिक मङ्गलमय शुभकामना। म अहिले यस प्राङ्गणमा उभिएर मेरो ब्याकग्राउन्ड पछाडिको स्याङ्जे झरना अति नै सुन्दर ठाउँ पर्यटकीय गन्तव्य बेसीरदेखि चामे सडक खण्ड अन्तर्गत पर्ने स्याङ्जे बजारको 24 किलोमिटर भित्र पर्छ। अहिले बेसरबाट चाहिँ लगभग 1 घण्टामा आइपुग्छ। तपाईहरू आफ्नो मनोरञ्जन लिएर इन्जोय गरेर एकचोटि नछुटिकन यो झरनामा एउटा सेल्फी खिचेर जानु होला। साथै आजका यस झरनाको स्याङ्जे झरना प्रकृतिले दिएको झरना अहिले हामीले झरनामा लमजुङ के अरे 24 किलोमिटर रहेको छ, 1 घण्टा मात्रै लाग्दछ। विडम्बना छ कि भन्छ यो ठाउँलाई कहिले पनि सङ्घ सरकारले वास्ता गरेन। प्रदेश सरकार र स्थानीय सरकारले गर्दा सानो सानो बजेट चाहिँ हालिरहेको अवस्था छ हेर्नुहोस्। र अहिले मेरो मनमा लागेको छ कि नयाँ सरकार आइरहेको छ। लमजुङ जिल्लाको सङ्घका माननीय धर्मकेशी ज्यूलाई चाहिँ मेरो विनम्रता अनुरोध गर्दछु। हजुरले यस ठाउँलाई अवश्य पनि यस पर्यटकीय गन्तव्य बनाउने छ भन्ने आशा राख्दै म यस होटल ब्लू स्काई व्यवसायको तर्फबाट यो सानो मन्तव्य राख्दै हजुरलाई निम्तो गर्न चाहन्छु। यस फेसबुक युट्युब मार्फत नै अब तपाईँ चुनाव जितेर गएर अहिलेसम्म फर्केर हाम्रो यो जनता वडा नम्बर 4-5 जनगुनासो लिन आएको छैन। यस सञ्जाल मार्फत नै हजुरलाई अनुरोध गर्दछौँ। धन्यवाद। र मेरो यस फेसबुक र युट्युब च्यानलको नाम रहेको छ ब्लू स्काई ब्लग। त्यसमा पनि सब्सक्राइब र कमेन्ट गरिदिनु होला र बेल आइकन थिचेर माया गरिदिनु हुन्न हार्दिक अनुरोध गर्दै हस्त धन्यवाद। म बिदा हुन्छु।